एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो मेरो 45 डेज वेट लस च्यालेन्जको डे 25 अनि ओके लुक हाउ माई बडी लुक लाइक। आज मैले कुर्ती लगाएको थिएँ अनि दिस इज मी एन्ड किप वाचिङ। ओके मेरो बिहानको सुरुवात हुन्छ तातो पानीबाट। मैले तातो पानी खाएँ अनि मैले चाहिँ एक्सर्साइज गरेको थिएन, तर साँझ चाहिँ मैले वक गरेको थिएँ। अनि तातो पानी खाइसकेपछि मैले 10 बजीतिर चाहिँ खाना खाएँ। हिजो मैले 3 बजेदेखि खाएदेखि केही पनि खाएको थिएन। अनि बिहान एकैचोटि खाना खाएँ। खानामा थियो तरकारी, राइस अनि घिउ अनि स्यालेड अनि खुर्सानी अनि अचार। अनि तरकारी चाहिँ मैले एकदम कम तेलमा बनाएको थिएँ। अनि दिउँसो चाहिँ मैले एउटा बनाना र काजु बदाम खाएँ। 3टा काजु 2टा बदाम थियो। अनि 2 बजीतिर त्यो खाइसकेपछि चाहिँ मैले साँझ चाहिँ खाएँ, तर खाना चाहिँ मैले एकदम कम खाएको थिएँ। यो स्पुन छ, त्यो स्पुनको लगभग 3-4 स्पुन राइस अनि बिहानकै सब्जी अनि अन्डाको भुजिरी बनाएर अनि स्यालेड चाहिँ मैले प्याज खाएँ। अनि यो चाहिँ चिकन सुप हो। अनि यो चिकन सुप बनाएर खाएँ। अनि यही नै थियो मेरो डे 25। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।